आज साउनको दोस्रो सोमबार अनन्त लिङ्गेश्वर भक्तपुरमा रहेको अनन्त लिङ्गेश्वर मन्दिरको खुड्किला चढ्दै जाँदैछु। आज अनन्त लिङ्गेश्वर मन्दिर दर्शन गर्न। खुड्किला चढ्दैछौँ हामी। दर्शनार्थीहरू दर्शन गरेर फर्किँदै हुनुहुन्छ, कोही जाँदै हुनुहुन्छ। हामी लगभग मन्दिरको सिँढीको अन्तिम भाग मूलद्वार नेरी आइपुग्यौँ। मन्दिर छिर्ने हामी फाइनल्ली मन्दिरमा आइपुग्यौँ। अब हेरौँ यहाँ मन्दिर दर्शन गरेर कता के छन् देखाउनेछु म आज अनन्त लिङ्गेश्वर मन्दिरभित्र। यहाँ हाम्रो दर्शनार्थीहरू दर्शन गर्दै हुनुहुन्छ। यो बाहिरी भागमा रहेको मन्दिर मूल मन्दिर अर्कै छ। यहाँबाट हामी बाहिर निस्क्यौँ। यो परिसरमा रहेको मन्दिर हो। यहाँ विभिन्न साना मन्दिर मूर्तिहरू धेरै छन्। तलाउ छ एउटा। यहाँ हामी यसरी घुमेर जानेछौँ। यहाँ तलाउ छ एउटा पोखरी। यहाँ विभिन्न देवी देवताका मठ मन्दिरहरू साना मूर्तिहरू राखेका छन् भित्तामा। हामी यताबाट घुम्दै पछाडिबाट एक राउन्ड घुमेर हामी पहिले गएर गणेश मन्दिरमा दर्शन गर्नेछौँ। यहाँ यो बाहिरी भागका मूर्तिहरू दर्शन गरेर यताबाट गएर हेर्नु विभिन्न मन्दिरहरू छ। सानो मन्दिर जस्तो बनाएर खोपी जस्तोमा टक्क राखेका, कोही बाहिरै राखेका पुराना मूर्तिहरू। यहाँ पनि एउटा सानो मन्दिर छ। त्यहाँबाट यहाँ घण्ट छ ठुलो। यहाँ नाग छन्, नाग देवता। यहाँबाट साना शिवजीको लिङ्गहरू सानो मन्दिरहरू छन्। त्यसपछि हामी फाइनल्ली गणेश मन्दिरलाई पनि एक परिक्रमा लगाएर गणेश मन्दिर दर्शन गर्न गइयो। गणेश मन्दिरभित्र छिरियो। अब गणेश मन्दिर, गणेश भगवान हुनुहुन्छ यहाँ। गणेशको दर्शन गरियो। अब
मूल मन्दिर चाहिँ यही हो। मूल मन्दिरभित्र चाहिँ मोबाइल लगिएन, भित्र खिच्नलाई दिने हो कि नदिने हो भनेर बाहिरबाट यहाँ खिचेको छ। अब मन्दिरभित्र दर्शन गर्न जान्छु। ल आजको सोमबार यहाँबाट फर्कियो अनन्त लिङ्गेश्वरको झर्ने बेलाको मन्दिर।